Namaste everyone. Today I am up with a video which is of a very important topic. Is the Company Act 2013 applicable in Sikkim? We have seen in social media, a buzz in social media that many activists are talking about it. अनि हामीले देखिरहेको छौँ कि यो कम्पनी एक्ट 2013 चाहिँ जब प्यान इन्डिया एक्ट भनेर 2013 मा पार्लियामेन्टले पास गर्यो, वेदर दिस इज एप्लिकेबल इन सिक्किम अर नट, कि सिक्किमको हाम्रो पुरानो 1961 रेजिस्ट्रेसन अफ कम्पनी एक्ट, सिक्किम रेजिस्ट्रेसन अफ कम्पनी एक्ट नै एप्लिकेबल छ कि कम्पनी एक्ट 2013 ले यसलाई रिपिल गरेर सुपरसिड गर्यो भन्ने कुरामा तपाईहरुलाई आज यो भिडियो लिएर म तपाईहरु बीच उपस्थित छु। र सर्वप्रथम त लेट अस नो व्हाट एक्ज्याक्टली अ कम्पनी इज। कम्पनी भनेको चाहिँ एउटा लिगल एन्टाइटी हो वेयर अ ग्रुप अफ इन्डिभिजुअल collectively they form a company, whether it be profit, non-profit, charitable, educational, यो सबै पर्पसको लागि बनिएको एउटा एन्टाइटीलाई, लिगल एन्टिटीलाई कम्पनी भनिन्छ। र कम्पनीलाई रेगुलेट गर्छ इन इन्डिया कम्पनी एक्ट 2013 यसले यसलाई रेगुलेट गर्छ। सो नाउ लेट मी कम टु द कन्टेक्स्ट अफ सिक्किम। सिक्किमको कन्टेक्स्टमा के छ भन्दाखेरि सिक्किम हेज अ स्पेशल स्टेटस द्याट एभ्रीवन नोज। वी आर गभर्न्ड by the old laws, which comes under Article 371F of the Constitution of India. र यो कन्स्टिट्युसनको यो आर्टिकल 371F ले के कम्पनी एक्टलाई पनि त गभर्न गर्छ भन्ने क्वेसन सबैकोमा छ। सो लेट मी टेल यु, फर्स्ट एन्ड फरमोस्ट सिक्किम राज्यले आफ्नै कम्पनी ल युज गर्छ जुन चाहिँलाई भनिन्छ रेजिस्ट्रेसन अफ कम्पनी एक्ट 1961। यो कुन चाहिँ कुरामा गरिन्छ भन्दा सिक्किम भित्र रेजिस्टर हुने कम्पनी अनि सिक्किमको मान्छेले चलाउने कम्पनी, सिक्किम भित्रै रेजिस्टर गरेर सिक्किमकै मान्छेले चलाउने कम्पनीलाई चाहिँ रेजिस्ट्रेसन अफ कम्पनी एक्ट 1961 पर्टेनिङ टु स्टेट अफ सिक्किम भनेर जुन चाहिँ एक्ट छ त्यो एक्टले सिक्किमको कम्पनीहरूलाई गभर्न गर्छ। बट द कम्पनी, अब नम्बर 2 मा आउँछ द कम्पनी विच आर रेजिस्टर्ड आउटसाइड सिक्किम, द कम्पनी विच आर रेजिस्टर्ड आउटसाइड सिक्किम बट आर अपरेटिङ इन सिक्किम। जस्तै यो ई कार्डहरू भयो होइन, युनिभर्सिटिजहरू जुन चाहिँ बाहिरको युनिभर्सिटिजहरू छ, हाम्रोमा एग्रिकल्चर युनिभर्सिटी छ, त्यसरी नै कतिवटा कम्पनीहरू छ, स्यामसङ भयो, जति पनि हामी यो डेली युजमा ल्याउने कुराहरू छ सबै कम्पनी रिलेटेड छ। र यी जति पनि बनाउने कम्पनीहरू छ यी बाहिरैबाट आएको कम्पनीहरू छ। सो इज इट म्यान्डेटरी द्याट दे सुड बी रेगुलेटेड बाई रेजिस्ट्रेसन अफ कम्पनी एक्ट 1961 इन सिक्किम or is it regulated by Company Act 2013? Now let me clear, सिक्किम भित्रै रेजिस्टर भएको कम्पनी अनि सिक्किममै चल्ने कम्पनी भनेर अघि मैले भने जस्तै युनिभर्सिटिजहरू, सिक्किमको लेजिस्लेटिभ एसेम्ब्लीले पास गरेको युनिभर्सिटीहरू उहाँहरू सिक्किम भित्रै चल्ने कम्पनी हो। दे शुड नट फलो द नर्म्स अफ कम्पनी एक्ट 2013। दे आर रेगुलेटेड बाई रेजिस्ट्रेसन अफ कम्पनी, सिक्किम रेजिस्ट्रेसन अफ कम्पनी एक्ट 1961। बट द कम्पनी विच आर रेजिस्टर्ड आउटसाइड र यहाँनिर अपरेट हुँदैछ जुन चाहिँ मैले भने स्यामसङ, याहू, गुगल, एभ्रिथिङ, यो कम्पनीहरू जति पनि बाहिर दिल्ली, बम्बई, बेङ्गलोर जहाँ पनि रेजिस्टर गरेर चाहिँ सिक्किममा पनि अपरेट गर्दैछ बिकज वी लिभ इन अ कन्ट्री। सो इट इज अ नेसेसिटी द्याट द कम्पनीज अल्सो सुड रन इन सिक्किम होइन। अहिले त डेली नेसेसिटी भएको छ, आदान प्रदान भएको छ एकअर्काको। सो त्यसले गर्दाखेरि यी कम्पनीहरू चाहिँ सिक्किममा रेजिस्ट्रेसन हुनु नेसेसरी छैन। दे आर नट रेगुलेटेड, दोज कम्पनी रेजिस्टर्ड आउटसाइड but are running in Sikkim are not regulated by the old laws or the registration of Company Act 1961, but they are regulated by Company Act 2013 because they are registered outside. They are only operating in Sikkim. They should have an office in Sikkim. They can have the staff in Sikkim, but they are regulated by Company Act 2013. अब यसमा एउटा क्याची पोइन्ट, एउटा क्याच छ जसले भनिन्छ कि जति पनि बाहिर रेजिस्टर भएको कम्पनीहरू छ सिक्किममा आएर यहाँनिर अपरेट गर्दैछ भने जब उनीहरूले ल्यान्ड होइन, एउटा स्पेस त नेसेसरी हुन्छ नि त कुनै पनि अपरेसनको लागि, कम्पनी अपरेसनको लागि। सो त्यो स्पेस अथवा त्यो ल्यान्ड लिनुको लागि, कुनै लङ टर्म लिजमा लिनुको लागि अथवा त्यो ल्यान्ड किन्नुको लागि भने चाहिँ गभर्मेन्ट अफ सिक्किमको अप्रुभल चाहिन्छ। एज पर द नर्म्स अफ आर्टिकल 371F
the approval of state government is very mandatory for company registered outside operating in Sikkim. In order to get the land, they should have the prior approval of the government of Sikkim. This is a catchy point. Okay. अर्को कुरा जति पनि उनीहरूले लोकल लजहरू छ, म्युनिसिपल लज भयो, लेबर लज भयो, रेजिस्ट्रेसन भयो, ट्रेड लाइसेन्स भयो, जिएसटी रेजिस्ट्रेसन भयो, पोल्युसन कन्ट्रोल, त्यो चाहिँ लोकल सिक्किमको लोकल एक्टहरू उहाँहरूले फलो गर्नुपर्ने हुन्छ, अन्त लोकल एडमिनिस्ट्रेटर्सबाट लिनुपर्ने हुन्छ है। अनि यो थियो एक्सप्लेनेसन रिगार्डिङ द कम्पनी है। अब 2013मा एउटा कुरा आएको थियो कि सिक्किम इन्जोयस अ स्पेसल स्टेटस अन्डर आर्टिकल 371F, त्यो जुन चाहिँ प्री मर्जर लजहरू छ त्यो सुड बी कन्टिन्युड होइन, अनलेस द गभर्मेन्ट अफ सिक्किम एग्रिज टु चेन्ज देम भनेर होइन, त्यो कुरा आएको थियो। अनि यसमा पनि हाम्रो राज्यसभा एमपी साहबले, डीटी लेप्चा साहबले क्वेसन गर्नुभएको थियो कि उहाँको क्वेसन थियो कि डज कम्पनी एक्ट 2013 अप्लाइज टु सिक्किम भनेर उहाँको क्वेसन थियो। त्यतिखेर मिनिस्ट्री अफ कर्पोरेट अफेयर्सले आन्सर दिएको थियो नो, 2013 एक्ट जुन चाहिँ छ त्यो सिक्किममा एप्लाई हुँदैन भनेर दिएको थियो। बिकज सिक्किम रेजिस्ट्रेसन अफ कम्पनी एक्ट 1961 इज स्टिल भ्यालिड इन सिक्किम, जुन चाहिँ मैले तपाईँहरूलाई प्रायर एक्सप्लेनेसन दिएँ कि सिक्किमभित्र रेजिस्टर भएको है। अनि यो कुरामा चाहिँ 1961 एक्टलाई रिपिल गर्नुको लागि, यसलाई रिप्लेस गर्नुको लागि, रिपिल गर्नुको लागि चाहिँ देयर हेज टु बी कन्सेन्ट फ्रम द स्टेट गभर्मेन्ट टु द सेन्ट्रल टु द मिनिस्ट्री अफ कर्पोरेट अफेयर्स, जुन चाहिँ अहिलेसम्म हाम्रो स्टेट गभर्मेन्टले सेफगार्ड गरेर राखेको छ, यथावत राखेको छ, उहाँहरूले चेन्ज गर्नु भनेर कुनै कन्सेन्ट दिएको छैन। द्याट्स वाइ द एक्ट अफ 1961 इज स्टिल एक्टिभ एन्ड इज प्रिभेलेन्ट इन सिक्किम है। त्यसरी नै उहाँले क्वेसन गर्नुभएको थियो अर्को, वाइ कम्पनीज आर बिङ फोर्स टु फाइल अन्डर MCA 21 भनेर क्वेसन गर्नुभएको थियो। मिनिस्ट्री अफ कर्पोरेट अफेयर्सले त्यतिखेर MCA 21, फर्स्ट लेट मी क्लेरिफाई, MCA 21 भनेको चाहिँ मिनिस्ट्री अफ कर्पोरेट अफेयर्सको 21 सेक्सनको आधारमा चाहिँ उहाँहरूले कुनै पनि कम्पनी बाहिर रेजिस्टर भएको कम्पनी, सिक्किमदेखि बाहिर रेजिस्टर भएको कम्पनी अथवा बाहिर चल्ने इन्डियामा चल्ने कम्पनीले चाहिँ यो रेगुलेसन फलो गरेर त्यो फाइलिङ गर्नुपर्छ मिनिस्ट्री अफ कर्पोरेट अफेयर्समा भनेर भनेको थियो। तर यो फाइलिङ चाहिँ इज इट म्यान्डेटरी इन सिक्किम अल्सो भनेर क्वेसन गर्दाखेरि चाहिँ नो, इट इज नट म्यान्डेटरी फर कम्पनीज विच आर रेजिस्टर्ड इन सिक्किम, बट कम्पनीज विच आर रेजिस्टर्ड आउटसाइड दे सुड फाइल मिनिस्ट्री अफ कर्पोरेट अफेयर्स 21 भनेर यो मिनिस्ट्री अफ कर्पोरेट अफेयर्सले पार्लियामेन्टमा श्री डीटी लेप्चा साहबको क्वेसनलाई क्लेरिफाई गरेको थियो। त्यसरी नै उहाँले पनि अझै पनि मिनिस्ट्री अफ कर्पोरेट अफेयर्सले के गरेको थियो भने दुईटा कम्पनी थियो विच वर रङली रेजिस्टर्ड सोइङ द रेजिस्टर्ड अफिस इन सिक्किम, दुईटा कम्पनी रेजिस्टर गरेको थियो, एउटा दादुमा गरेको थियो, एउटा ग्यान्टोकमै कहाँ गरेको थियो। त्यो दुईटा कम्पनीको अगेन्स्टमा चाहिँ एक्सन लिएर त्यसलाई हटाइयो भनेर पनि मिनिस्ट्री अफ कर्पोरेट अफेयर्सले क्लेरिफिकेसन दिएको छ। अनि मिनिस्ट्री अफ कर्पोरेट अफेयर्सले क्लियरली भनेको छ अन्टिल एन्ड अनलेस सिक्किम गभर्मेन्ट एक्सेप्ट्स टु रिपिल द एक्ट अफ 1961 बाई एक्ट अफ 2013 सिक्किमभित्र चल्ने कम्पनी, सिक्किममा रेजिस्टर हुने कम्पनीमा पुरानै कानुन लागू भइरहन्छ भनेको छ। अनि पुरानै कानुन अहिलेसम्म लागू छ, हाम्रो स्टेट गभर्मेन्टले यसमा कुनै पनि खेलवाड गरेको छैन। सो इन अ कन्क्लुजिभ म्यानर आई वान्ट टु कन्क्लुड द्याट मेरो कन्क्लुजन के छ भने इन सिम्पल वर्ड, सिक्किम कम्पनी फलोज 1961 एक्ट, companies from other states can do business in Sikkim, सिक्किममा बिजनेस गर्नु पायो while following Companies Act 2013 only उहाँहरूले लोकल बिजनेस पर्मिसन र रेजिस्ट्रेसन चाहिँ सिक्किमबाट गराउनुपर्छ। अनि ल्यान्ड पर्चेस चाहिँ उहाँलाई रेस्ट्रिक्टेड छ, अनि त्यो रेस्ट्रिक्सन के हो भने उहाँहरूले गभर्मेन्टको अप्रुभल बिना चाहिँ ल्यान्ड दिनु पाउँदैन। एन्ड दिस इज अ क्लियर पोजिसन अफ कम्पनी ल इन सिक्किम विच वाज अफ बिग क्वेसन इन सोसियल मिडिया। सो होपफुली तपाईँहरूलाई मेरो आजको भिडियो मनपर्छ होला, तपाईँहरू क्लियर हुनुभयो होला। कुनै पनि क्वेरिज क्वेसन छ भने यु क्यान कमेन्ट मी or you can message me in my message box. Thank you and have a nice day.